Rensica! Oh, Taji, hey! Rensica! Oh, Taji, hey! Hello, everyone! Hey, hello, Hello everyone, it's me Sagar Paswad back with a new video. So dude, अब चाहिँ हामी कहाँ जान लाग्छौँ भनेपछि हैन घरतिरको प्रस्थान जुन कि म मेरो फ्यामिली सब आज गाउँ जान लाग्छौँ है। सो अहिले चाहिँ हामी अब हाम्रो गाडी छ नि यही मम्मी बहिनी हैन अनि गाडी चल मम्मी चल। ल अब यहाँ हाम्रो डिग्गी पनि फुल भइसक्यो है। ल बहिनीहरू बस्छ यहाँ। सो ल बसे जा ए भित्र गएर बस्छ। यो चाहिँ मेरो कान्छी अब भान्जी बस्दैछ त्यहाँ। ओ भान्जी हे अर्को चाहिँ यो पनि यही छ हे 2 in 1 कस्बिर। अनि हाम्रो ड्राइभर दाइ चाहिँ उता छन्। यो चाहिँ हाम्रो गाडी डुड हैन। ल ल अब फाइनली डुड हामी बसिसक्यो के अरे गाडीमा बसिसक्यो है। कस्तो बेला के होला कसैले हे भगवान् हैन। यो नि यही बसिरहेको छ अब 3 जना बस्छ मम्मी यहाँ हेर्दै है। ल यहाँ चाहिँ भान्जी अनि अगाडि हाम्रो ड्राइभर दाइ। ल ठिकै छ अब हाम्रो प्रस्थान चाहिँ घरतिरको भयो है। अब के कसो हुन्छ टक्क बाटोमा हिँड्दै सब भन्छु तपाईँहरूलाई होइन। सो डुड है भान्जु ल म चाहिँ भान्जी र म चाहिँ पछाडि बसिरहेको चाहिँ चक्लेट खाँदै। भान्जी कतै खाइतर हो कति खाँदै बिस्कुट हो बिस्कुट खाँदैछ गाई त तपाईँहरू पनि खाने हो नै खाना चाहिँ ल ले बिटु। अनि ल त्यही हो होइन। अब यहाँबाट चाहिँ भ्यू चाहिँ ल हामी लगभग दक्षिण काली आउन लागिसक्यो है। दक्षिण काली त्यसपछि यहाँको भ्यू यसो थोरै धेरै देखाइदिउँला गाई चाहिँ होइन। सो ओके हेर्ने नि त मेरो भाइले त्यहाँ ल म चाहिँ अब यताको सिट यता साइड सिटमा बसेछु होइन। राइट साइडमा मम्मी चाहिँ उता बस्नु भएको छ अनि त्यही भएर केही देखाउनै मिल्दैन है। सो जति जे छ त्यस्तै हो होइन। यहाँ चाहिँ हामी यहाँ गाडीबाट देखिरह होला होइन। क्यामेरा पनि हल्यो मेरो। ओके ल ठिकै छ भाइ कति खतरा छ नि त ठिकै छ मेरो भन्छु। अर्को चाहिँ अब अर्को बनाउँदै बसिरहेको छ यो चाहिँ टिकटक बनाउँदै बसिरहेछ सुतिसक्यो मजाले है। छिनको छिन ल बिचो होला यहाँ चाहिँ बेकर बसिरहेको छ अब है। सो हाइट चढ्दै यहाँको भ्यू हेर्दै होइन हेर्नु गाई चाहिँ सो डुड क्या दामी भ्यू हुँदैछ सिनेरी चाहिँ यहाँ ओहो सही हो दामी होइन त टिकटक त बाई गड हाइट टक्क 2 लाइन जोस गाडी चाहिँ अब डबल छिर्दा चाहिँ एउटा चाहिँ यो होल्ड गरिरहेको थियो नि सेम यहाँ त्यस्तै छ अब उताबाट आउँदाखेरि हामीलाई होल्ड गर्नुपर्छ कि उनीहरूले होल्ड गर्नुपर्छ कि जसलाई बाटो नि एकदम सागो कि यहाँ यहाँ साइडतिर हेऱ्यो भने त भ्यू नै छ भिडै छ। अब यो चाहिँ भनेको ठाडो ढलन आयो कि अब तलतिर जान्छ यहाँ चाहिँ अब साइडमा पहाड छ यहाँ त ठिकै छ यहाँ चाहिँ केही प्रब्लम होइन तर 1 मिस 2 गेम फिनिस। सो त्यस्तो के हुन ओके भगवान् होइन भगवान् चिज नि टेन्सन लिनु हुँदैन। ल बाँकी के गर्छ यस्तै हो होइन। अब यो बाटोमा आउँदाखेरि चाहिँ अलिकति ध्यान दिनुपर्ने रहेछ है। ठिकै छ अहिलेसम्म त जे होस् त्यही हो। अब अर्को यहाँ टिकटक बनाउँदै बस्छ हामी चाहिँ अब मजाले बसिरहेछौँ बसिरहेछौँ। मौसम पनि च्यालेन्जिङ छ है। सो डुड त्यही हो अब के गर्नु यस्तै हो। सो ल एउटा चाहिँ जे होस् अब चाहिँ यहाँ हुन लागेको चाहिँ अब हामी तलबाट आउँदाखेरि चाहिँ लगभग आधी बाटो चाहिँ पछिदेखि अलि खाल्टे खुल्टुङ थियो होइन। त यस्तो हेर्दाखेरि चाहिँ यहाँ चाहिँ रोडावटा चाहिँ टन्ने गिरा झाडा रहेछ। अब लगभग भनौँ न 1-2 महिना 3 महिनापछि सायद जे होस् यो बाटो पिच हुन्छ होइन। त्यसपछि टक्क कम्फर्टेबल चाहिँ हुन्छ कि गाडीहरू बाइकहरू स्कुटीहरू आउन जानलाई चाहिँ जे होस् 2-3 महिनापछि चाहिँ जे होस् गाडी छैन यो बाटो चाहिँ सेफ त सेफै हुन्छ है। ठिकै छ त्यसको लागि चाहिँ अनि यहाँ चाहिँ अब त्यही हो पहाडहरू सही अहिले खन्डाङ खुल्टुङ हुँदै अगाडितिर बढ्दैछौँ। सो त्यही त हो होइन। यो मेरो भान्जीको काम चाहिँ कुनै बेला मम्मीसँग बस्छ कुनै बेला यहाँ बसिरहेछ अहिले चाहिँ अब हाम्रो मम्मीसँग बस्नुभयो होइन। यहाँ चाहिँ चल्दैछ है भान्जी ओइ अनि किन चल्दै तर हो भान्जी मामा कति देखा त
मामा कति गरी थिए उल्टी गरी थिए जो इधर तो गाड़ी अटकले यो रुगेलै गाडी आएछ ल अन्त ल्याङ अब चाहिँ कसरी हुने होला यार यो त गाह्रो पो भयो त मैले भनेको थिएँ नि ड्युड होइन यहाँ एकदम गाह्रो छ भनेर ठ्याक्कै होइन अब कस्तो भयो भने हाम्रो गाडी ठ्याक्कै अब दोधारमा पऱ्यो हौ यो यस्तोमा अड्किरहेछ हामी यस्तोमा अड्किरहेछौँ कसरी हुने होला के हुने होला है अब फेरि रिभर्स गर्नुपर्ने भयो ड्युड यस्तै हो ओके 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 फाइनली हाम्रो सुमो अब अर्को सुमो उता गयो होइन अब यहाँ चाहिँ कति सागोडो बाटो छ यार ए उयो गियर अटकेर गियर अड्किसकेको रहेछ मलाई त्यो रिभर्सै नभइरहेको थियो कि ल फाइनली ठिकै छ अब भयो हुन चाहिँ क्लियर आउट भयो होइन सो यस्तै हो होइन यहाँ भन्ने चिज अब यस्तै हुन्छ कहिले काहीँ अब ल्याङ त भइहाल्छ नि होइन अरे सब ठिकै हुनुहुन्छ ल ए भान्जी हेलो 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 गर्दैछ गाइज अनि के छ भन्दा हामी अब पैदल सवारी गरिरहेको छौँ कि ए पछाडि मम्मी बहिनी मेरो भान्जी भुज जस्तो भएको छ कहाँ गएको छ ल ओहो किनभने गाई छैन हाम्रो यो गाडीले अलिकति पिकअप नधानेर हो कि के हो कि धेरै तातेर होला होइन ननस्टप हिँडेको छ नि त सो ग्रिप पनि छैन कि चक्काको चक्का चेन्ज गर्छु भनेको अब गाउँ गएर मजाले चारवटै चक्का चेन्ज जानुपर्छ रस्कल बोटरतिर गएर भ्यू चाहिँ यहाँ पनि दामी छ जे होस् तलको गाडीहरू आइरहेको रहेछ चल लबे लबे मम्मी ल मम्मी मोटकी सबलाई घाँ रहेछ हाम्रो गाडी चाहिँ त्यहाँ चल एकछिन चाहिँ लगाएछ होइन त्यही हो भान्जी चाहिँ मसँग फ्याएर फु हुँदै मजाले के गर्नु अब यस्तै त हुने ल ल ल फाइनली आयो हामी माथितिर हाम्रो अब गाडीको ग्रिप पनि राम्रो छैन क्या त्यति त्यही भएर होला सायद यो हेर्नु त त्यस्तो ठाडो कालो छ त्यही भएर पनि ग्रिपले काम नगरे होला कि धेरै चलाएर पनि होइन सो अब एकछिन हामी यहाँ रेस्ट गर्छौँ अनि त्यसपछि बल्ल बनाउँछ है त ओके हाम्रो गाडी धेरै चलेर होला होइन पुरै हिट भएर के चक्का नै पुरै स्लिप भइरहेको थियो ठिकै छ अहिले एकछिन के अरे कुल होस् भनेर यसो खोलिदिएको छ होइन बनेट ठिकै छ अब त्यही हो अब एकछिन आराम गरौँ 10-15 मिनट जति त्यसपछि टक्क जाने हो यहाँ हैरान गरिसक्यो अघिदेखि हैरान गरिरहेको रहेछ यो त्यहाँको त देखा त कता भान्जी हेलो 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 कैसे सुतले बताऊ त मेरो भान्जी होइन म भन्छु अब कसरी सुत्छ भन्दाखेरि अब उसको रियाक्सन हेर्ने कैसे सुतले बेटा कैसे सुतले बेटा खक खक रे खक गर्छ ठिकै छ खक खक हो गलै Uma noite convocou, talvez cê tá com o popô. Uma noite convocou, talvez cê tá com o popô. É vapo, vapo no... कहाँ चले गयो बोलो बोलो चल आओ इधर चलो चलो ऊ त्यहाँ मम्मी बहिनी बसिराख्नु भएको छ अब हाम्रो गाडी फेरि मलाई झन्डै ओह्रालो ब्रेक लागेन अब 4 घन्टादेखि लगातार चलै छैन पछि अब खोलेर राख्दाखेरि एकछिन चिसो होस् भने 4 घन्टादेखि चलाइ भएर ब्रेकै नलागेर धनाप ल ठिकै छ एकछिन आधी घन्टा जति रेस्ट गरौँ होइन त्यसपछि चलाउन ल चल ऊ जय हो भगवान्जी कि जय हो ल अब भन्छ अब चल अब होइन अब होइन चल ल गर्छु ल गाई छैन है अब चाहिँ मम्मी बिचोरो मम्मी उयो उल्टी हान्दै बसिरहेको थियो ल अब चाहिँ यहाँको सिनेरियो हेरौँ है गाइस ल वो त्यो सानो सानो घर देखिरहेको छ यहाँबाट चाहिँ पुरै त्यो के भनौँ यसलाई खुसी भनौँ किसित भनौँ होइन त्यहाँ चाहिँ सन्डास रहेछ टोइलेट ठिकै छ यहाँबाट चाहिँ भ्यू चाहिँ खतरा आउँदो रहेछ आउन चाहिँ जे जस्तो भए पनि होइन र यहाँ चाहिँ होटेल हो है होटेल यसो यहाँ चाहिँ म दुध अघिदेखि त बोले त्यो टक्क होइन अब के भन्नु यहाँ चाहिँ अब हाम्रो ड्राइभर दाइ है अब गाडी एकछिन यसो रेस्ट होस् होइन उसलाई पनि अब ब्रेक नै थिचिरहेको थिएन क्या ओह्रालोमा फेरि केही प्रब्लम भयो भने त ल्याङस्याङ भयो भने त सक्यो त भाइ लाइफ सो डुड त्यही हो अब गाडी चिसो हुन्जेलसम्म यसो नास्ता सास्ता अब के हुन्छ कसो हुन्छ भनेर जान्छु सोच्छु होइन टक्क खाने ओर्ने त्यसपछि आधी घन्टा जस्तो टक्क रेस्ट गर्ने त्यसपछि निस्किदिनेसम्म यो भ्यूको मजा लिनु होला हाम्रो भगवान्जी सबजना यहाँ बसिरहेको छ बहिनी बिचोर हाम्रो गाडी त्यहीँ हेर नङ्गा पुङ्गा झार यहाँ भाइ दाइ राइट गाइज होइन ल अब हामी चाहिँ अब खाजा खानलाई आइसकेको छौँ सो यहाँ भ्यू पनि खतरा रहेछ जे होस् होटेल चाहिँ छ मम्मी चाहिँ यहाँ बसिराख्नु भएको छ तँ नखाने मम्मीको छ केही पनि खाँदैन अरे ल ठिकै छ यहाँ हेरी मुगली ठिक छ नि गाइजलाई यहाँबाट चाहिँ सिनेरी हो यहीँ खतरा छ नि यहाँ भ्यू चाहिँ दामी रहेछ जे होस् यो होटेलमा चाहिँ होइन टक्क अब हामीले खाजा अर्डर गरेको छ त्यो बसी नपाउने रहेछ भेज मात्रै भयो नि चाउमिन भनिदिएको सो
यही त हो चाउमिन मात्रै मेरो अनुहारमा काले मान्छे छन् केही नदेखि ल ठिकै छ हाम्रो चाउमिन हुन्छ त्यो स्टक होइन खाने हो अनि तपाईँ गाडी पनि त्यति जेलसम्म चिसो हुन्छ सो भान्जी ओ भान्जी चाउमिन खाऊ गिर्छ भनेर भनेर अर्को यसलाई चाहिँ खालि टिकटक बनाउनु भएको अरू केही आउँदैन अर्को चाहिँ आयो भाइ अब है यहाँ बाबु चाहिँ खाइरहेछ तैँले खान मिल्दैन मैले मात्र खाने हो मम्मी चाहिँ खानुहुन्छ अरे मम्मी चाहिँ खानुहुन्छ मम्मी मेरो भाग चाहिँ अब दुईजना मिलेर खाने म र मम्मी अब भान्जी त मजाले खाइरहेछ भान्जी गडेउला खा जस्तै खान्छ त्यो गडेउला चाहिँ हो न यसको मम्मी चाहिँ हेरेको हेऱ्यो होइन तँ कति खाएर चटपटी यो चाहिँ चटपटी पार्टी यसले चटपटी खान्छ यहाँबाट अब हामी यसो भ्यू हेर्दै गरिदिउँ न टक्क ओके म चाहिँ अब खान्छु लगाइ छैन अहिले चाहिँ हामी यो त्यो मेन बाटो चाहिँ त्यहाँ छ है तर अहिले बाटो बनाइरहेको कारणले गर्दाखेरि हामी खोलाको बाटो निस्किरहेको छ गयो अर्को गाडी खोलाको बाटो भनेपछि यहाँ बर्खा महिना आयो भने त पुरै बाटो ब्लक हुन्छ सो अनि अर्को कुरा हाम्रो जोइ अगाडि त्यहाँ बाइकमा गइरहेछ देख्नु भयो नि ओहो अनि मेरो भाइको स्वाग त युनिक थियो एकछिनै म त्यसलाई देखाउँछु यतातिर भनेर हेर्नु म देखाउँछु मेरो भाइले चाहिँ अब हजुरहरूले देख्न पाएन होला होइन चस्मा लाएर पुरै लुक्स नै त्यही हो ओके मात्र है गाडीको त त्यही हो होइन अब भन नि यस्तो बाटो छ यार अति चाहिँ अलिकति त हो यसपछि यो क्रस भएपछि चाहिँ राम्रो हुन्छ ट्रकदेखि लिएर बसदेखि लिएर नाइट बस ल ठिकै छ नि त्यो ड्याम बनिरहेको रहेछ ड्याम बनिसकेपछि चाहिँ केही होला कि खतरा रहेछ त हौ है गाई चाहिँ ल है त अब चाहिँ हामी ठ्याक्कै हेडौडा बजार आइपुग्यो है हेडौडा बजार जुन कि अब यहाँबाट लगभग त्यही लाग्छ होला अब 1 घन्टा जति नर्मली होइन सो तपाईँहरू पनि हेर्न सक्नुहुन्छ जस यहाँको चाहिँ यो वातावरण चाहिँ ठिक छ कि अरू भन्दा पनि यो टक्क यस्तो मिलेको होइन दामी छ नि ओके यो चाहिँ बस पार्क हो कि यहाँको चाहिँ अब अलिकति अगाडि नि यहाँ चाहिँ अब त्यही हो होइन सो अब यहाँको अलिकति म अगाडि चाहिँ देखाइदिन्छु रोडहरू छ देखिहाल्नु भएन अगाडिको भ्यू मैले देखाएको है अब जस ठाउँ त राम्रै छ यहाँ पनि होइन सही छ नि हेटौडा पनि सुन्दर छ टक्क होइन काठमाडौँ जस्तै छ यहाँ पनि वातावरण अब त्यहाँभन्दा त सरसफाइ त यहाँ राम्रै छ जे होस् फाइनली भन्दाखेरि गाइस हामी अहिले ठ्याक्कै चुरिया माईका मन्दिर आइसकेका छौँ होइन ठ्याक्कै चुरिया माईको मन्दिर भने चाहिँ अब हाम्रो माको हो होइन यहाँ पछि दर्शन गर्नु परिहाल्यो नि यसो आएँ उठाइदिन्छु यो चाहिँ अब मेन रोड भयो होइन यहाँ चाहिँ गाडी साडी आउँछ ठ्याक्कै यसको अपोजिटमा चाहिँ हाम्रो चुरिया माईको मन्दिर ल तपाईँहरू पनि दर्शन गर्नु होइन सो डुड होइन त्यही हो ल अब हामी चुरिया माईको मन्दिर आयो अब भित्र जान त मिल्दैन त्यही हो होइन जुत्ता लाग्छ है माका भाकल साकल गर्नुपर्छ म चाहिँ अब पूजा पाठ अगाडिबाटै लिएर आउँछु है त ल आइ छैन नभन्दै हामी निजगढ टप्दै नटप्दै भनौँ निजगढ नटप्दै होइन यस्तो आउँडी पतासियमलाई पानी पर्न थाल्यो ल उयो हेर्नु त यो पुरै पानीले भिजेको छ अब बा यार झन् जति अगाडि बढ्दै गइरहेछ त्यति नै पानी पर्दै गइरहेछ ड्राइभर दाइकोबाट हेरौँ होइन पानी पर्न सुरु भइसक्यो कट्न साथ पानी पर्न सुरु भइसक्यो यहाँ पुरैतिर पानी होइन यता पनि जङ्गल झाडी पनि ओहो पानी त ठुलै भइसक्यो यार यो हाम्रो निजगढ कट्न साथ होइन यस्तो बहल पानी परिरहेको छ नि यस्तो बल हेर्ने अब केही यो पुरै ब्लक अगाडिको त्यो ड्राइभर दाइको त्यो सिटसँग भनौँ न ब्याक सिट ब्याक विन्डो त्यो के भन्छ त्यसलाई त्यही हो जे भने अगाडिको जो हामीले हेर्छ नि मिरर सबैतिर पुरै के अब यार यो त होइन आउन सक्दै देख्छु एकचोटि म झ्याल खोलेर चाहिँ देखाइदिन्छु त ओ माका एकछिन मात्र खोल्ने भएको होइन पानीको पुरै त बर्सातै भइरहेको भित्रतिर ल यार अब पानीले एकदम स्लो भएर चलाउनु पर्ने भएको छ यार यत्रो ठुलो पानी परेको छ नि गाई चाहिँ के भन्नु सो पुरै ब्लक हजुर ल गाई छैन यत्रो ठुलो पानी परिरहेको छ कि होइन हामीले के अरे गाडी नै रोक्नु पऱ्यो कि अगाडिको केही देखिरहेको छैन नि त त्यो सिसा पुरै त्यो हमिलो कि अब त्यो ब्लर के पुरै होइन सो रोकिरहेको छौँ होइन गाडी रोकेर अब एकछिन सिसा पुच्छौँ अरू कुल भएपछि त्यसपछि बल्ल अनि अगाडितिर बढ्छौँ होइन खतरा पर्दिरह यार पानी चाहिँ ल हेरिदिनु त यार
पुरै पानी के पानी पानी छ ओहो यार लौ न त अब चाहिँ हामी जितपुर आइसक्यो यो चाहिँ कति कालोदेखि भन्दैछ आफूले आफूलाई होइन गोरै छ गोरैबाटै मस्तोको तरिका मस्तो होइन अहिले चाहिँ हामी जितपुर आइसक्यो होइन अब अघिको मौसम त यस्तो खुन्का हालेन यस्तो बाबल पानी परेको थियो के भन्नु है अहिले त यहाँको मौसम हेर्दाखेरि कसैले भन्छ त पानी परेको थियो जितपुर अब यो चाहिँ खुल्ला चोर जुन कि अब सम्म बाटो भयो यहाँबाट होइन जहाँसम्म गयो भने यस्तै बाटो हुन्छ अब चाहिँ पुरै सिधै चौर गएको होइन चौरले पछि भन्छौँ यहाँ चाहिँ अब पुरै लो के अरे फ्याक्ट्री चाहिँ हाम्रो जितपुर आइपुग्यो होइन जितपुर भनेको जुन कि अब यहाँ चाहिँ फ्याक्ट्रीको गोडामै भने नि हुन्छ कि जति पनि यो पनि फ्याक्ट्री हो यहाँको साइडहरूको अनि अब यो जुन रुट हामी जाँदैछौँ बिरगजतिर होइन अब जस त्यही हो यहाँ चाहिँ अब हामा स्टिलकोदेखि लिएर तपाईँको चिरमिलदेखि लिएर होइन अनि मतलब सिमेन्ट यता आउटर छड गिटी बालु सबको फ्याक्ट्री छ कि दामी छ नि यो पनि यो चाहिँ के को फ्याक्ट्री रहेछ यो काबर कम्पनीको हो कि के को हो यो चाहिँ सही छ नि जे होस् हाम्रो नेपालमा आज पनि अब तराईतिर चाहिँ फ्याक्ट्रीहरू चाहिँ छन् अब काठमाडौँमा जुन थिएन होइन पहिला जुन थियो अब हटाइदियो होइन अब यतातिर चाहिँ छैन अब यता पनि भोलि कसैको आँखा नजर लागेको चाहिँ छैन तर जे ठिकै छ अहिलेसम्म चाहिँ एउटा तरिका होइन यो अनि त्यो पनि फ्याक्ट्री नै हो जुन कि हामी देखिरहेछौँ यहाँ लगभग हामी अहिले त हामी जितपुर छौँ होइन के अरे यहाँबाट अब बिरगजमा पुरै कर्फ्यू लागिरहेछ भन्दै थियो है अब त्यही अस्तिको लबडा सबडा भन्नलाई त्यो पछि अहिले अब खोइ के कसो हुने होला अब बिरगज पुग्नलाई चाहिँ त्यहाँ गएपछि अब कसो हुने होला अब हुन्छ नि विस्तारमा